नमस्कार। हिजोसम्मका 2 अंशमा हामीले घिरौला आलु कसरी काट्ने तथा कसरी मिठो गरी पकाउने भन्ने विषयमा चर्चा परिचर्चा गरिएको थियो। अब बाँकी रहेको अंशमा कसरी मिठो गरी खाने भन्ने देखाउँछु भन्दा भन्दै पकाएपछि त गर्मी भएर बिर्सेर सुतेछु। कुलमान बाले साथ छोडेपछि उठेछु। त्यसपछि बाहिर गएको छोरी फ्रिजमा रहेछ किन भनेको भागी अनि आफू पनि नुहाउनु पर्यो भनेर चट्ट चेक्क रेडी पारेर बाथरुममा गएर टक्क ब्रसमा दन्त मञ्जन हालेर दाँतमा गिची 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 चट्ट पारेर लुगा रेडी पारियो। अनि टक्क चिसो पानीले नुहाउनु पर्यो भने साबुन लाउँदा अचानक म त अमिताभ बच्चन भएछु है। त्यसपछि एकछिन आफैसँग सब भनेर टक्क चिलबारामा कुल भएर ठक्क कोठामा गएर टक्क सस्तो फेसन चट्ट हानेर ह्यान्डसम चुकुना भएर छोरीसँग टक्क एउटा सेल्फी हानेर चाहिँ भात खानु पर्यो भनेर गएर टक्क भात तरकारी कागती अचार चट्ट हालेर टक्क मुसेर चाहिँ टक्क पहिलो घाँस मेरो घरको लक्ष्मी मेरो छोरीलाई खुवाएपछि गुवाम गुवाम खाएर टक्क पानी गट 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 हानेर चाहिँ भात पनि गम टक्क चाटी चुटी पारेर सकेर खाएको मिठो भएछ। अब अर्को भिडियोमा बाई।